वेलकम ब्याक ऑन माई पवित्र ब्लग युट्युब च्यानल। अनि साथीहरू तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ मेरो जुन पार्लर डे हो, यहाँनिर आएर बुढी भएको छालाहरूलाई तन्काउने भनेको, तर म चाहिँ त्यस्तो चाहिँ तन्काउँदिनँ है। कहिले पनि मैले फेसियल भनेको लाइफमा गरेको छुइनँ, तर म यो कपालहरू चाहिँ गर्छु। सेक्कै फुलिया छ मेरो, 32 बारै मेरो फुल्न थालेको, अनि त्यही भएर मेरो जेठी छोरी पनि त्यस्तै छ। सो म आज चाहिँ यहाँनिर क्याराटिन गर्न आएको होइन। अनि त्यस्तै हो है साथीहरू, हेर्दै जानु होला। योभन्दा पछि के हुनेछ म तपाईँलाई हरेक क्रियाकलापहरू देखाउने छु। हेलो गाइस, म चाहिँ यहाँनिर हेर्नु है, आज चाहिँ मेरो नक्कली बन्ने दिन हो क्या। अनि यहाँनिर गर्दैछु। सो अनि अब तपाईँहरूसँग पछि फेरि पनि के हुन्छ, अहिले चाहिँ उयो हुँदैछ है। अनि के हुँदो रहेछ म फेरि तपाईँहरूसँग कुरा गर्नेछु। अहिलेको लागि चाहिँ यहाँ यसो धोती धुवाई हुँदैछ। यहाँ उतै हिजो धुएको धुनु त, तर यहाँ धुएको र अब उता धुएको फरक पर्छ नि त, त्यो भएर। अनि म अब जाँदैछु नि त उता 4 तारिक। अनि यसो अलिकति कपाल पनि यस्तो बनाइराखौँ भनेर नि, कपाल नराम्रो यस्तो क्वालिटीको छ नि त मेरो, त्यही भएर। लु हेरिसियो गाइसहरू, मेरो अर्को मर्मत हुँदैछ है फेरि यहाँनिर। अब यस्तो नक्कल पार्नु पर्यो नि मर्ने बेलामा होइन, त्यही भएर अब यो कपाल एकदम नराम्रो छ नि त। सो म चाहिँ यहाँ बनाउँदैछु। अनि उता गएपछि त अब छोरी ज्वाइँहरूलाई कहाँ भनिरहने हो के गर्नुलाई। यहाँ जति हुँदा नक्कल पारे गयो, अनि त्यो सिधिएपछि त्यहीँ बस्ने चुपचाप लगाएर। त्यही भएर म चाहिँ आज पार्लरमा आएको छु साथीहरू। हेर्नु त साथीहरू, मलाई यहाँ उत्तली बनाइदिएको छ, चिसो छ यो, अब ट्राई गर्दै गरेको छ। अब आज दिनभरि 4 घन्टाको त भनिसक्नुभयो, 4 घन्टा भन्नै हो, 5 घन्टै लाग्ला के होला है, जे होला औषधि होला। साथीहरू यस्तो प्रकारको मर्मत हुँदैछ यहाँनिर। मेरो यो के भन्छ, जवानी बोलाइरहेको क्या। हेर्नु है त पछि के हुन्छ ल। म त साथीहरू ठाउँ सरे अब उतापट्टि गर्दै हुनुहुन्छ। मेरो चाहिँ यहाँ क्रिम लाइँदैछ, अब सिद्धिएपछि फेरि के है त साथीहरू हो। अनि म चाहिँ अब के हुन्छ ल तपाईँहरूलाई, अब तपाईँहरू यसो हेर्दै गर्नु होला है त साथीहरू। यस्तो भयो यो फेरि अब यसको टर्न रहेछ, यसको मर्मत हुँदैछ। अब यसपछि के हुन्छ म फेरि पनि पछि हेर्दै गर्नु होला। अब साथीहरू फेरि पेटिकेयरतिर लागेको कि यो अफर रहेछ कि, पछाडि ढाडमा मसाज पनि गरिदिनु, अनि तल खुट्टा चाहिँ भिजाइ राख्नुपर्ने, त्यस्तो भइरहेछ। अनि आनन्द लिन त भनेर गरे पनि छु। यो उता जाने बेलामा अलिकति धेरै नराम्रो भइरहेछ क्या नङहरू, आफूले घोप्टिनु नसक्ने। त्यही भएर म चाहिँ यहाँ गर्दैछु है त साथीहरू, यो आनन्द लिइरहेको छु। अनि फेरि पनि तपाईँहरू मेरो च्यानलमा बस्नु होला। म फेरि पनि अरू के हुन्छ दिन्छु म तपाईँहरूलाई, अरू के हुन्छ म तपाईँहरूलाई फेरि पनि भेट्नेछु है ल गाइस। मेरो चाहिँ अब फेरि अर्को मर्मत हुने बेला भयो है त। अब पेटिकेयर गरेर आएको म उताबाट, अनि भर्खर कफी सफी पिएँ। अनि मेरो अर्को मर्मत हुँदैछ। अब यसै गरेर नक्कली हुनु पर्यो, यो चाहिँ विचार गरिदिनु है त ल। तपाईँहरू हेर्दै गर्नु होला, म फेरि पनि तपाईँहरूलाई के हो गर्ने फेरि पनि देखाउँछु। यसरी मर्मत हुँदैछ मेरो, हेर्नु खतरा। दुईजनाले मर्मत गर्दै हुनुहुन्छ, कस्तो चिलाइरहेको छ हाम्रो राम्रो बहिनीहरू। यस्तो मजाले गरिदिनुहुन्छ, म त निदाको कति मेरो पेटिकेयर गर्दा। साथीहरू अब यहाँ एकछिन मेरो यो क्रिम दलेर ब्रेक हुँदा चाहिँ म चाहिँ खाजा खानु पऱ्यो भने मोमो खाँदैछु है त साथीहरू। ल साथीहरू मोमो आइरहेको छ, अब खानु पऱ्यो है। यो कपालमा क्रिम दलेको छ, यो एकछिनको लागि ब्रेक लिएको है साथीहरू। पसलमा हो, उसकै पसलमा म खाँदिनँ कि, हात यहाँ चिनेकोमा मात्रै। तिमुरको अचार मिठो छ, जहिले आउँदा म यहीँ खान्छु। मेरो कपाल बनाउन आउँदा चाहिँ म यहीँ खान्छु क्या, जहिले जुसी हुन्छ क्या।
10 मिनटमा पालो आउँछ भनेको थियो। अब म यहाँ मोमो पर्खिनु थालेँ, ताजै मोमो राम्रो हुन्छ नि त। मेरो पालो मिचियो भने फेरि ढिलो हुन्छ। बिहान 11 बजीदेखिको घरमा अलिकति नास्ता खाएर आएको, त्यही भएर कस्तो भइरहेछ साथी। ल साथीहरू के कसो हुन्छ, अब फेरि मेरो त्यहाँ जानुपर्छ अलिक चाम्रो चाँडो खाएर। है त साथीहरू फेरि भेटौँला। यो गाइजहरू यहाँ अन्याय अत्याचार गरेको छ। म चाहिँ होइन एकदमै भोक लाग्यो नि त। 11 o'clock आएको म। छोरी भन्दा आमा त रुने, लिपस्टिक पाउडरले भन्ने जिस्काउँछ कि मलाई। अब गीत पनि त्यस्तै आएको छ होइन त। कुमार बस्नेतको गीत त्यस्तै थियो। तर म चाहिँ त्यस्तो होइन है, पहिलादेखि केजुअल हो क्या, यस्तै जिन्दगी जिउने हो म। मेरो जुन बेलादेखि मेरो सबै कुरो टुट्यो नि, त्यहाँदेखि म पुरा यस्तो नबनेको क्या। म चाहिँ बच्चाहरूको केटीहरूको ड्रेसअपहरू गर्छु होइन। छोरीहरू हाम्रो सबै ड्रेसअप एउटै हो। तर म एज भनेको चाहिँ अब 57 हो, सबैलाई थाहा छ तपाईँहरूलाई। तर पनि बाँचिन्जेललाई अब होइन जे गरियो बाँचिन्जेल अलि रमाइलो गरेर जिउँ भन्ने धारणा लिएको मान्छे हो यो। सो अब तपाईँहरू मेरो च्यानलमा हेर्दै गर्नु होला, अरू अपडेटहरू के दिन सक्छु। लो गाइजहरू, मेरो चाहिँ अब फेरि अर्को मर्मत हुँदैछ यहाँ मिसिन हालेर। अब तानेर हुन्छ कि थुनेर हुन्छ, अब पैसा बोलाउनु पर्ने भएको छ है। हेर्नु होला। अनि अब फेरि पनि यो के हुन्छ, तल कतिवटा हुन्छ कि धेरै हुन्छ। म 11 बजीदेखि आएको, यति टाइम लागिसक्यो। अब टाइम लगाएर भए पनि आफूले होइन गरेपछि त गर्नुपर्छ भनेर म बसिरहेको छु। अनि तपाईँहरू हेर्दै गर्नुहोला, के हुन्छ फेरि पनि देखाउने छु है त। अब मेरो नयाँ मर्मत सुरु हुँदैछ यहाँनिर फेरि। अनि अब के लास्टमा कतिवटा गर्दा लास्टमा बल्ल अलाछिन्नीलाई मालासिन्नी बनाउने हो क्या। त्यही भएर यस्तो भएको हो कि। अनि अलिकति म यहाँ बाहना गर्दै हुनुहुन्छ। म एकछिन त्यहाँ नास्ता गर्नु गएको थिएँ क्या, तातो मोमो खान्छु भनेर तलै गएको त। मेरो पालो छुटेर म त ढिलो पो हुन्छ होला बिहानदेखिको अहिलेसम्म, खै के गर्ने है। यस्तै छ गाइस। अनि अब हेर्दै गर्नु होला। ल साथीहरू, यसरी मेरो मर्मत हुँदैछ, कहिले सिद्धिन्छ होला है। दिक्क पनि लाग्छ। यो जो मुलमेनमा आएपछि के हुन्छ भने राम्रो बन्नुपर्छ। अब लास हो नि त, त्यही भएर है साथीहरू। रातो पिरो भएर पनि यस्तो जस्ट राम्री बन्नलाई चाहिँ कोसिस छोड्नु हुँदैन। सो म चाहिँ गर्दैछु। ल मेरो तपाईँहरू मेरो भिडियोमा रहेर बस्नु होला, म तपाईँहरूलाई फेरि पनि दिन्छु अपडेट। न गाइस, यत्रो धेरै पैसा तिरेर अझ मान्छेको जिन्दगीलाई अहिले 8 बजीसम्म रुगाइदिएको, अनि फेरि नुहाएको। अहिले के हो यो? फेरि धुएको 3 चोटि कि 2 चोटि त धुवाइ भइसक्यो। बर्बाद रहेछ त तेरिका। म यति बेला त सिरकभित्र बस्ने मान्छे, मलाई त गाह्रो भएको। तैपनि अब के गर्नु है, यस्तै हो। अब के हुन्छ त्यसपछि, अब फाइनलको रिजल्ट चाहिँ ब्युटिफुल निस्किन्छु भनेर ढुक्क भएर बसिएको छु। पिरहरू मार्काहरू खपिएको छु मैले है। यहाँ हेर्नु राम्रो छ। हाम्रो भाइ बहिनीहरू मिठो बोलेर हाँसेर भए पनि माया जोटाउँछ नि, खुसी लाग्छ ल है त। ल गाइजहरू, मेरो अब यो चौथो के भन्छ कार्यक्रम है। के हो के यहाँ झुन्डेर सबैजना यताउता भइरहेको छ। अब राम्री बन्नलाई मैले सेक्रिफाइस गर्दैछु, मेरो टाइमहरू सबै, मेरो खुसीहरू है। हेयर स्पा अरे के अरे हाम्रो लागि त जसरी हुन्छ सरक्क हुनु पर्यो। ल गाइजहरू हेर्दै गर्नु होला। म फेरि पनि के हुन्छ अब लास्टको फाइनल रिजल्ट होइन। अब अलाछिन्नाबाट मालासिन्ना सर्दा कस्तो हुन्छ त्यो चाहिँ म देखाउँछु तपाईँहरूलाई है। ल साथीहरू, मेरो अब एकदम भन्दा लास्ट धुलाइ हो। यसपछि चाहिँ कस्तो भएछ अब रिजल्ट हेर्नको लागि मात्रै हो। यो चाहिँ एकदमै लास्ट क्लियर धुलाइ हो। यो 9 बजीसम्म बिहानको 11 देखि यस्तो भयो हेर्नु हुँदैछ। अब राम्रो छ, तर एकदम राम्रो केयर गर्नुहुन्छ। राम्रो उहाँको एकदम राम्रो चल्छ। राम्रो ज्ञानी बहिनीहरू छ, नानीहरू राम्रो चल्छ। अनर त उयो हो, नानी हो। यहाँ राम्रो बहिनीहरू हुनुहुन्छ है। तपाईँहरू पनि आउनु है। तपाईँहरूले टिकटकमा सबैलाई देख्नुभयो होला नि त। ल गाइजहरू, मेरो फाइनल लुक्स यस्तो भयो है। दिनभरि 11 बजीदेखिको अहिलेसम्म एकदम केयर गर्नुहुन्छ। सर्भिस त राम्रो गर्नुहुन्छ यहाँनिर है। मैले त यहाँ 4 चोटि भयो। अब मेरो 1 वर्षै टिक्यो मेरो। राम्रो छ उहाँको यो क्यारेक्टर पनि गजबले गर्नुहुन्छ। ढिलो हुन्छ, म गनगन गरेको सानो हुन्छ। धेरै राम्रो छ। तपाईँहरू पनि आउनु होला। मेरो चाहिँ यो 4 वर्ष भइसक्यो। यो एकदमै मेरो कन्टिन्यू भयो है।
ल कस्तो लाग्यो गाइसहरू भन्नु है मेरो कपाल हजुर आन्टी हाम्रो सर्भिस कस्तो लाग्यो होला कस्तो राम्रो लाग्यो जो एकदमै म कति छुची गरेर कराए पनि एकदम नम्र भएर सहेर राम्रो गर्नुभएको छ खुसी लाग्यो हाम्रो नानीहरू पनि ब्युटिफुल छ अनि हाई पनि भयो फाइनली गाइस अब चाहिँ मेरो सिद्धियो होइन दिनभरि लगाएर भए पनि राम्रो गरिदिनु भएको छ अनि म चाहिँ अब फर्किने भएँ अब यतिन्जेल साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद कस्तो लाग्यो मेरो कपाल यसो भनिदिनु होला होइन अनि अब चाहिँ म यो भ्लगबाट बिदा चाहन्छु र अर्को भ्लगमा भेट्ने बाचा गर्दै अनि मेरो च्यानलमा नयाँ हुनुहुनेहरूले लाइक सब्सक्राइब सेयर पनि गर्नुहोला अनि नयाँ जोडिनेले चाहिँ मेरो च्यानलमा आएर भिडियोमा कमेन्ट छोडिदिनु होला म पनि तपाईँहरूलाई त्यसरी नै साथ सपोर्ट दिनेछु भन्दै टेक केयर बाई